नमस्कार। आजको क्लासमा हामीहरूले अनिवार्य विषय नेपाली कक्षा 9 अन्तर्गत रहेर पाठ 1 मेघ बिजुली विवाह कविता अन्तर्गत रहेका सबै प्रश्नहरूको उत्तरमा रहेर छलफल गर्नेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सो लेट्स स्टार्ट। हामीले यहाँ हेर्न सक्छौँ शब्द भण्डार अन्तर्गतको प्रश्न नम्बर 1 मा भनेको छ हामीलाई दिएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस् भनेको छ। हामीलाई चाहिँ क ख ग घ गरेर चारवटा राखिएको छ। विवाह व्रतबन्ध आदि शुभ कार्य गर्न जुरेको युग भनेको लगन हो। दुलही भनेको वधु भनेर भन्दा हुन्छ वा बेहुली। नौलिने एक प्रकारको फुल भनेको छ, यो भनेको मखमली फुल हो है, कहिले उइलाउँदैन, यो एक प्रकारको फुल हो नउइलाउने। असोज र कार्तिक महिनामा पर्ने ऋतु चाहिँ शरद ऋतु हो। यसरी चाहिँ हामीले एउटा लामो वाक्य हुन्छ, त्यसको चाहिँ एउटा छोटो अर्थ आउने शब्द चाहिँ लेख्यौँ। यसमा हामीलाई यही भनेको थियो। अब प्रश्न नम्बर 2 मा भनेको छ हामीलाई दिएका शब्द र विपरीत अर्थबीच जोडा मिलाउनुहोस् है। यहाँ शब्द र अर्थ छन्। शब्दको रूपमा चाहिँ हामीलाई रुचि, आय, तरल, सक्रिय, सबल, स्थूल राखिएको छ। अब यिनीहरूको विपरीत अर्थ भनेको चाहिँ उल्टो। अब यिनीहरूको विपरीत अर्थ भनेको चाहिँ अरुचि, व्यय, ठोस, निष्क्रिय, दुर्बल, सूक्ष्म भनेर मैले राखेँ। अर्थात् रुचिको अरुचि, आयको व्यय, तरलको ठोस, सक्रियको निष्क्रिय, सबलको दुर्बल, स्थूलको सूक्ष्म, यसै राख्यौँ हामीले। यही नै हो। प्रश्न नम्बर 3 मा हामीलाई यस प्रकारको क्वेसन सोधिएको छ। दिएका समान ध्वनियुक्त शब्दको अर्थ पहिचान गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् भनेको छ। खाली खाली, फुल फुल, सब सब, एस एस, शीत शीत छन्। अब चाहिँ यिनीहरू एउटै तरिकाले लेखिए पनि वा यिनीहरू हामीले उच्चारण गर्दा खाली खाली भनेर यसरी उच्चारण गरे तापनि यिनीहरूको अर्थ फरक फरक आउँछ। एउटा खाली भनेको अर्को छ, अर्को भनेको अर्को छ, मतलब यिनीहरूको अर्थ फरक फरक आउँछ। जस्तै खाली है, दीर्घ ह्रस्वको कुरा हुन्छ यहाँ है, यसलाई बुझ्नु होला तपाईँले। खाली, एउटा खालीको अर्थ चाहिँ रित्तो हुन्छ। जस्तै कस्तो हेर्न सक्नुहुन्छ त्यहाँ, खाली भनेपछि रित्तो, तिम्रो गिलास खाली छ भन्ने कुरा भयो। एउटा खाली मात्रको अर्थ दिन्छ, जसले चाहिँ म खाली तिमीलाई भेट्न आएको हुँ भनेर भन्न पाइयो। अनि फुल छ, एउटा फुलको अर्थ चाहिँ बगैँचामा रगिजगी फुलहरू फुल्छन्। अर्को भनेको झाँक्रीको टुक्रा होइन, उसको फुल उसले घाँटीमा सुनको फुल लगाएकी छे भन्ने भयो। सब चाहिँ एउटा मृत शरीरलाई सब भनिन्छ। अर्को सब भनेको सबैलाई अर्थ जनाउँछ। परले खोला किनारामा एक सब फेला पारेका छन्। अनि अर्को भनेको सब जना मिलेर काम गरौँ। यस एउटा कृति हुन्छ। अर्को भनेको चाहिँ यस यो हुन्छ। अब उनले आफ्नो कामबाट धेरै नै कृतिहरू कमाएका छन् वा यसहरू कमाएका छन् भनेर भन्न पाइयो। यस भनेको एउटा चाहिँ यस भनेको चाहिँ एउटा यस ठाउँको मौसम एकदमै राम्रो छ भन्न पाइयो। शीत एउटा चिसो र अर्कोसँग तिमीसँग म गएँ अर्थात् तिमीसित म गएँ भन्ने भयो। अनि शीत भनेको आज बिहान धेरै शीत बिस्यो भन्ने कुरा भयो होइन। यसरी हामीले यिनीहरूका फरक फरक अर्थ हुन्छन्, तिनीहरूलाई चाहिँ वाक्यमा प्रयोग गरेर चाहिँ लेख्यौँ अर्थात् वाक्यमा प्रयोग गऱ्यौँ। यहाँ तपाईँलाई पक्कै पनि सजिलो भयो होला, मैले कलर चेन्ज गरिदिएको छु। आई होप बुझ्नु नै हुन्छ होला। सो अब प्रश्न नम्बर 4 है। अब 4 नम्बर छैन। अब हामीले बोध र अभिव्यक्ति हेऱ्यौँ। बोध र अभिव्यक्ति यो खण्ड रहेको छ। यस खण्ड अन्तर्गत प्रश्न नम्बर 1 मा चाहिँ हामीलाई दिएका शब्दको कवितामा लयका निम्ति गरिने उच्चारण र स्वतन्त्र रूपमा उच्चारण हुने शब्द हुने उच्चारणमा हुने भिन्नता सुनाउनुहोस् भनेको छ। अब यहाँ बुझ्नुपर्ने कुरा चाहिँ हामीलाई गगन, लगन, झिमझिम, दल, उपर, गजब, मेघ, चमचम, पटल भनेर राखिएको छ। अब गगन भनेको एउटा गगन भनेर हामीले लेख्यौँ भने उच्चारण गर्दा चाहिँ स्पेसली माथिको मैले पढेन, तलको एउटा इम्पोर्टेन्ट पोइन्ट पढिदिएँ जुन मैले लेखिदिएको छु। कवितामा लय मिलाउँदा चाहिँ शब्दको अन्तिम अक्षरमा चाहिँ हलन्त है, हलन्त प्रयोग गरिने हुन्छ। जसमा चाहिँ जस्तै कित तत् पत भए जस्तो भयो। मतलब आदि क, आदि त र आदि प जस्ता आदि है। आदि भनेपछि मैले आदि भन्न खोजेको कुरा चाहिँ अरू पनि यस्ता खालका शब्द हुन सक्छन्। यति प्रयोग गरेर चाहिँ वा स्वरलाई केही तन्काएर उच्चारण गर्ने चलन हुन्छ। यसले गर्दा चाहिँ स्वतन्त्र उच्चारण र लयका लागि गरिने उच्चारणमा केही भिन्नता भने देखिन्छ है। भिन्नता देखिन्छ, यो डेफिनेटली हो, भिन्नता देखिन्छ है। हामीले स्पेसली केही उच्चारण गर्दाखेरि चाहिँ कवितामा वा केही स्वरलाई केही तन्काउने गर्नेछौँ अर्थात् गर्छौँ, जसले चाहिँ डेफिनेटली उच्चारण र स्वतन्त्र उच्चारण र कवितालाई लय हालेर पढ्दा डेफिनेटली फरक आउँछ। यही नै हो। यसमा हामीले अरू केही नयाँ कुरा छैन। प्रश्न नम्बर 2 मा चाहिँ 6 देखि 11 है, 6 र 11 अक्षरमा विश्राम लिए मेघ बिजुली विवाह कविता वाचन गर्नुहोस् भनेको छ। 6 देखि 11 अक्षरमा विश्राम लिए भनेको है आदि आदि पङ्क्तिको आदि आदि पढेर होला।
अब यो 6 देखि 11 मा विश्राम लिएर मेघबिजुली विवाह कविता चाहिँ तपाईँ आफैले के गर्न सक्नुहुन्छ, वाचन गर्न सक्नुहुन्छ। अब 3 नम्बरमा चाहिँ दिएका प्रश्नको उत्तर भन्नुहोस् भनेको छ। मेघबिजुली विवाह कवितामा कतिवटा श्लोक छन् भनेको छ। मेघबिजुली विवाहमा चाहिँ कवितामा चाहिँ 6 वटा श्लोकहरू छन्। कविताका हरेक श्लोकमा कतिवटा पंक्ति छन् भनेको छ। अब कविताका हरेक श्लोकहरूमा चाहिँ 4-4 वटा पंक्तिहरू छन्। कविताको कुन श्लोकमा छमछम बज्ने कलीको कुरा छ भनेको छ। कविताको 5औं श्लोकमा चाहिँ छमछम बज्ने कलीको कुरा गरिएको छ। कविताको 3औं श्लोकमा प्रकृतिमा कुन कुन वस्तुलाई तन्ना र पगरीसँग तुलना गरिएको छ भनेको छ। कविताको 3औं श्लोकमा चाहिँ पृथ्वीलाई तन्ना र हिउँचुरलाई पगरीसँग तुलना गरिएको छ। यही कुरामा हो, अरू केही नयाँ छैन यहाँ। सो अरू केही यहाँ कन्फ्युज छैन होला पक्कै पनि तपाईँलाई, किनकि यहाँ सजिला छन् उत्तरहरू। प्रश्न नम्बर 4। अब 4 नम्बरमा चाहिँ हामीलाई भनेको छ दिएको कवितांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्। संक्षिप्त उत्तर हो है। र अब हामीले चाहिँ यहाँ संक्षिप्त उत्तर दिनुपर्ने चाहिँ उसै त संक्षिप्त भनेपछि तपाईँले जसरी पनि लेख्न पाइयो होइन। मैले चाहिँ यहाँ यसरी लेखिदिएको छु। अब हामीलाई चाहिँ कविता चाहिँ यहाँ सितारे घुम्टी हुन् चमचम, निशाका जुनकिरी भए ती इन्द्रेणी बसन, बहुरङ्गी फिरी फिरी भयो रातो खास्टो रवि किरणको पश्चिम गिरी, निसारे त्यो कालो तम्पटल भो नीलकबरी भनेर राखिएको छ। अब यो श्लोक वा यो हामीले यो चाहिँ के पढ्यौँ त, यो कवितांश पढ्यौँ है। अब यसबाट चाहिँ हामीलाई प्रश्नहरूको रूपमा चाहिँ रातका जुनकिरी भन्नाले विवाहका सन्दर्भमा कुन कुरालाई बुझिन्छ भनेको छ। रातका जुनकिरी भन्नाले चाहिँ विवाहको सन्दर्भमा सिँगारिएको घुम्टी बुझिन्छ। अब खमा चाहिँ कवितामा इन्द्रेणीलाई कुन रूपमा चिनाएको छ भनेको छ। कवितामा इन्द्रेणीलाई चाहिँ बहुरङ्गी फिरीफिरीको रूपमा चिनाएको छ, जसले चाहिँ बेहुलीको कपडा भन्ने बुझाउँछ है। अर्को भनेको चाहिँ विवाहमा दुलहीको रातो पछ्यौरीको काम केले गरेको छ भनेको छ। विवाह रातो पछ्यौरीको काम चाहिँ केले गरेको छ भनेपछि विवाहमा रातो पछ्यौरीको काम चाहिँ दुलहीको रातो पछ्यौरीको काम चाहिँ दुलहीको रातो पछ्यौरीको काम चाहिँ अस्ताउँदो सूर्यको अर्थात् रवि है, अस्ताउँदो रविको किरणले वा सूर्यको किरणले चाहिँ गरेको छ भनेर भन्न पाइयो है। अनि तमपटल र नीलकबरीले के कुरा बुझाएका छन् भनेको छ। तमपटलले चाहिँ कालो अन्धकार र अज्ञानको ढोकाको, र नीलकबरीले चाहिँ कपालको चुल्ठो है। नीलकबरीले चाहिँ कपालको चुल्ठो कालो कपालको चुल्ठोलाई भन्ने बुझाएको छ। अब यो एउटा बुझ्नुपर्ने कुरा चाहिँ हामीले यो कविता चाहिँ मेघबिजुली विवाह चाहिँ यहाँ चाहिँ मेघ र बिजुलीको चाहिँ विवाह गराएको छ। अब मेघ र बिजुलीको विवाह गराएको अवस्थामा विभिन्न पुरै प्रकृति छ नि, यो पुरै प्रकृतिको रमणीयलाई समेटिएको छ। यसले चाहिँ के अर्थ दिन्छ भनेपछि चाहिँ जस्तै हाम्रो विवाह, हामी मानिसहरूको विवाह जसरी हुन्छ नि, दुलह दुलहिन राखेर वर वधु राखेर, र त्यसरी नै विभिन्न जन्तीहरू हुन्छन् होइन, भोज खुवाउने तरिका एकतिर हुन्छ, खम्बाहरू हुन्छन् केलाका, यी सबैलाई चाहिँ एक अर्थमा बुझाएको छ मेघबिजुली विवाहमा। भरतराज मन्त्र कविले चाहिँ यस्तो गरेका छन्। यसमा चाहिँ स्पेसली चाहिँ अब विवाह मेघ र बिजुलीको विवाह सम्पन्न भइसकेपछि चाहिँ पछि चाहिँ भोज खुवाउने तरिकाले यहाँ गरिएको छ। पछि चाहिँ भोज खुवाउँछन् र केलाका ती खम्बाहरू तिनीहरू छ नि, तिनीहरूलाई चाहिँ यहाँ प्रकृतिका विभिन्न उनीहरूले चाहिँ के गरेको छ त, यिनीहरूलाई योसँग तुलना गरेको छ। अहिले हामीले अगाडि छलफल गर्छौँ। यो कविता चाहिँ निकै रमणीय, निकै सुन्दर लाग्यो। मैले पढेँ एकचोटि, त्यसपछि चाहिँ अभ्यास बनाएँ, मलाई निकै मन पर्यो। आई थिङ्क तपाईँलाई पनि मन पर्यो होला। हामीले नेपाली विषयमा कथा, कविता, निबन्ध होइन, विभिन्न कुरामा कथा, अब मनोविज्ञानका अर्थात् मनोवैज्ञानिक कुराहरू, यी सबै कुराहरू हामीले जान्नुपर्ने हुन्छ, जसले चाहिँ हामीलाई के हुन्छ भनेपछि हाम्रो इन्क्रिज गर्छ नलेज पावर, जसले गर्दा हामीले विभिन्न वातावरणको बारेमा, आफ्नो देशको बारेमा, अनि कथा कविताले रचना गर्ने कुरामा है, साहित्यकारका कुरामा, यिनीहरूमा अगाडि बढ्न सक्छौँ। सो यही नै कुरा हो, यहाँ अगाडि हामीले छलफल गर्ने नै छौँ। 5 नम्बरमा चाहिँ हामीलाई दिएका प्रश्नको उत्तर लेख्नुहोस् भनेको छ। कमा चाहिँ हामीलाई मेघबिजुली विवाहको मण्डप र चन्दुवाका काम केले गरेका छन् भनेको छ। अब यहाँ बुझ्नुपर्ने कुरा चाहिँ मण्डपको काम चाहिँ हरियो वनले गरेको छ। हरियो वनले चाहिँ मण्डपको काम गरेको छ है। जस्तै हाम्रो मण्डप हुन्छ, त्यही मण्डपको काम चाहिँ हरियो वनले गरेको छ। त्यसपछि पहाडी श्रृङ्खलाहरूले चाहिँ केराको थाम र चन्दुवाको रूपमा चर्चा गरिएको छ। पहाडी श्रृङ्खलाहरूलाई चाहिँ केरा र थामको चन्दुवाको रूपमा चर्चा गरिएको छ। हावाले हल्लाएको हरियो वन सबै मण्डप भयो भनेर भनेको छ नि, त्यसले चाहिँ पहाडमा केराको थाम र चन्दुवाको काम गरेको निकै सुन्दर बनेको कविता चर्चा गरिएको छ भनेर लेख्यौँ।
खमा चाहिँ कविताको 5औं श्लोकमा के कुरा व्यक्त गरेको छ भनेको छ। 5औं श्लोकमा व्यक्त गरिएको कुरा भनेको चाहिँ रुखमा चराचुरुङ्गीको आवाज, दुलहीको पयरमा छमछम गर्दै बज्ने कल्ली है भएको छ। बिजुलीको झिमझिम झिलिक्क झिलिक्क त्यो गर्दै गरेको दृश्य छ नि, त्यो झमझम हुन्छ नि बिजुली त्यो चर्के जस्तो, त्यसले चाहिँ दृश्यले चाहिँ पर्दामा लुकेको लजाउँदै गरेको, दुलहीको चाहिँ पर्दामा लुकेको लजाउँदै गरेको हेर्दै नयाँ दुलहीको रूपमा देखाएको छ। यी झिमझिम बिजुलीको त्यो झिलिक्क झिलिक्क गर्दै हराउँदै गरेको त्यो दृश्यले के देखाउँछ भनेपछि दुलहीनले चाहिँ त्यो घुम्टो ओढिरहेका हुन्छन् है, त्यसले चाहिँ लजाएको जस्तो देखाउँछ भनेर चित्रण गरिएको छ। अब ग नम्बर विवाह मण्डपमा कस्ता कार्य गरिन्छन् भनेको छ। कविताको आधारमा हामीले व्याख्या गर्नुपर्ने छ, आफ्नो बिहे होइन है। कविताको आधारमा कवितामा के भनेको छ भनेपछि यसमा यो कविताले चाहिँ स्पेसल्ली विवाह गर्ने निश्चित पद्धति अनुसार चाहिँ मन्त्र उच्चारण गरिन्छ यो कुरा चाहिँ हो, र त्यहाँ पनि त्यस्तै छ है। हाम्रो प्रकृतिमा पनि त्यस्तै छ, जस्तै केराको थाम र चन्दुवाको चाहिँ मण्डपमा तन्ना, मखमली गलैँचा आदि ओछ्याएको हुन्छ। त्यसमा चाहिँ पुरै विवाह गराउन दुलहा दुलहीलाई विवाहमा बस्न भनिन्छ। त्यसपछि दुलहा पगरी थोरेर सजिआऊ भनेर भन्छन् त्यसपछि दुलहीलाई है। त्यसपछि अनि बेहुली पनि घुम्टी विभिन्न रङहरूका कपडा लगाएर सजाउन लगाउँछन्, त्यसपछि अर्थात् सजाएका हुन्छन्, मण्डपमा बसेकी हुन्छन्। त्यसपछि दुलहीको मण्डपमा लजाएर बसेकी हुन्छन्। त्यसपछि विवाह मण्डपमा विवाह कार्यका साथ जन्तीलाई भोज खुवाउने अनि बाजागाजा बजाएर रमाइलो कार्य गर्ने हुन्छ। यसरी विवाह मण्डपमा सम्पन्न हुन्छ। कवितामा नेपालको चित्रण कसरी गरिएको छ, नेपालको प्रकृतिको वर्णन कसरी गरिएको छ भनेको छ। मेन चिज भने यही हो। कवितामा चाहिँ कवि भरतराज पन्तले चाहिँ प्रकृतिको मानवीकरणमा माध्यमबाट वर्षाको ऋतुको निकै सुन्दर र मनोहल रूपमा चर्चा गरेका छन्। बाँसका झ्याङझ्याङ झ्याउकिरीको आवाज सुनेको, हरियो वनजङ्गलको, अनि त्यसपछि हाम्रा हिम पर्वतहरू अर्थात् हिम श्रृङ्खलाहरूको, अनि मयूर लगायतका अरू अन्य चराचुरुङ्गीहरूको निकै चर्चा गरिएको छ। मयूर होइन, मयूर तपाईँलाई थाहा भयो होला, मयूरको तरिकाले अर्थात् मयूरको तरिकाले कसरी त्यहाँ चर्चा गरिएको छ। त्यसपछि मखमली गलैँचाको होइन, मखमली फुलको पनि चर्चा गरिएको छ। हाम्रो सुन्दर रमणीय हिउँचुलीहरूको पनि चर्चा गरिएको छ। यही कुरा हो। अब हामीले हेर्दैछौँ प्रश्न नम्बर 6 लाई। यसमा चाहिँ हामीलाई दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् भनेको छ। अब यो पढ्न सक्नुहुन्छ। कवि स्रष्टा हुन्, कवि सृष्टि हुन् अनि 100 पङ्क्तिमा लेख्दा जुन जुन व्यक्त गर्न सक्दैन ती कुरा कवि एकै पङ्क्तिमा व्यक्त गर्न सक्छन् भनेर कविको यहाँ चर्चा गरिएको छ। र यहाँ चाहिँ अब आशीर्वादनका अनन्त फुल कहाँ फक्रिन्छन् भनेको छ। यी चाहिँ काखमा आमाको एउटै काखमा फक्रिन्छन् भनेर छ। अन्तरिक्ष यात्रीले कविको बारेमा कसरी चर्चा अर्थात् कस्तो अभिव्यक्ति दिएका छन् भनेको छ। अन्तराक्षीले भनेको कुरा भनेको चाहिँ यहाँबाट मैले सबै कुरा सन्दर्भ र विचित्र रम्य देखेको छु, तर यसको वर्णन मैले गर्न सक्दिनँ, यसको निम्ति कवि नै चाहिन्छ भनेर चाहिँ यहाँ उनले भनेका छन् अन्तरिक्ष यात्रीले। प्रश्न नम्बर ईमा चाहिँ हामीलाई यहाँ सृष्टिको विचित्रता केमा मुखरित हुन्छ भनेको छ। अब यहाँ चाहिँ त्यही हामीले बाणीमा मुखरित हुन्छ भनेर लेखेका छौँ। कवि सृष्टा हो, कवि सृष्टि सिर्जना गर्छ भन्ने कुरा हो। यो यसमा हामीलाई चाहिँ स्रष्टा सृष्टिको कुरामा हामीले यहाँ व्याख्या गर्नुपर्ने छ। अब यसमा यसको आशय चाहिँ कल्पना भावनाको माध्यमबाट नयाँ कुरा सिर्जना गर्नु, रचना गर्नु। जस्तै ईश्वरले संसारको सृष्टि गर्छ त्यसरी नै कविले पनि आफ्नो शब्द र कल्पनाले नयाँ संसार खडा गर्छन् भनेर भनेको छ। भाषिक संरचना र पहिचान, अब हामीले यहाँ केही व्याकरणका कुरा पनि लेख्नुपर्ने छ। अन्तरिक्ष र विचित्र शब्दको अर्थ शब्दकोशबाट पत्ता लगाइ लेख्नुहोस् भनेको छ। अन्तरिक्ष भनेको चाहिँ पृथ्वीको वायुमण्डलमा रहेको विशाल र खाली ठाउँ अर्थात् आकाश गगन भनेर भन्न पाइयो। अनि विचित्र भनेको अनौठो, अपूर्ण, अद्भुत, फरक किसिमको भनेर भन्न पाइयो। अनुच्छेदको अन्तिम वाक्यबाट दुईवटा नाम शब्द पहिचान गर्नुहोस् भनेको छ। अनुच्छेदको अन्तिम वाक्य चाहिँ अरू केही एक शब्द पनि बोल्दैनन्, तर यसमा कवि सहज र सुन्दर र सरल शब्द बोल्छन् भन्ने वाक्य छ। यसबाट चाहिँ नाम शब्द भनेको कवि र शब्द लेख्न पाइयो। यही नै भयो है। अब चाहिँ हामीले प्रश्न नम्बर अर्कोलाई हेरौँ।
अर्को इमा भनेको छ हामीले यहाँ भर्खर आ गऱ्यौँ है भाषी संरचनाको। अर्को ई भयो। एकैछिन प्रिय मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छ वाक्यमा भएको शब्दको विशेषण शब्द पहिचान गर्नुहोस् भनेको छ। एकैछिन प्रिय मुस्कानमा भनेको छ अब यहाँ चाहिँ हामीले प्रिय शब्दलाई चाहिँ विशेषण मान्यौँ होइन, अनि यसको अर्थ चाहिँ अर्थात् यसले चाहिँ मुस्कानको विशेषता जनायो। अन्य पनि लेख्न सक्नुहुन्छ छन्। अनुच्छेदको सुरु बिच र बिचमा सुरु र बिचमा चाहिँ हर्षौ उकार लागेका है ह्रस्व उकार लागेका दुईवटा शब्द पहिचान गराएको छ। सुरुमा चाहिँ जुन जुन भयो, जुन कुरा भयो, अनि बिचमा चाहिँ कुहु कुहु अनि अतुलनीय भयो। अब 7 नम्बर कविताको पहिलो श्लोक र दोस्रो श्लोकलाई गद्यमा रूपान्तरण गर्नुहोस् भनेको छ है। त्यो चाहिँ पद्यमा दिएको थियो, हामीले चाहिँ गद्यमा रूपान्तरण गऱ्यौँ। विवाह यो पक्का भनेर कसरी दिएको थियो त्यहाँ पढ्न सक्नुहुन्छ। अब हामीले चाहिँ यहाँ यो पक्का मेघ र बिजुलीको आकाशमा भएको विवाह हो यो यसरी लेखेका छौँ। दोस्रो श्लोक पनि यसरी छ, किताबमा हेर्नु होला, त्यसै अनुसार हो है। अब प्रश्न नम्बर 8 मा चाहिँ हामीलाई व्याख्या गर्नुहोस् भनेको छ। भैन पृथ्वी तन्ना चौर र गलैचा मखमली दुलाहाको रातो झलल झल पगरी भो हिमचुल्ली भनेर हामीले यहाँ राखिएको पदांश छ। यसलाई चाहिँ लेख्दाखेरि चाहिँ प्रस्तुत पदांश चाहिँ कक्षा 9 को यो किताबको योबाट तानिएको भनेर लेख्दा राम्रो, नलेख्दा पनि कुनै फरक पर्दैन है। पहिला चाहिँ पहिलाको पाठ्यक्रम अनुसार चाहिँ यो लेख्दाखेरि चाहिँ मार्क्स आउँछ भन्ने कुरा चाहिँ हुन्थ्यो। अहिले चाहिँ यो त्यति धेरै व्याख्या गरिरहन आवश्यक छैन अहिले अनुसार चाहिँ। त्यसैले तपाईँलाई मन लाग्छ लेख्नु होला, नभए नलेख्दा हुन्छ है यदि आउँदैन भनेपछि। र अब यहाँ भैन पृथ्वी तन्ना चौर र गलैचा मखमली भनेको छ। अब यसमा चाहिँ हामीलाई कविले चाहिँ प्रकृतिको मानवीकरण गर्दै नेपालको प्रकृतिलाई सौन्दर्यको रूपमा वर्णन गरेका छन् है। प्रस्तुत हरफमा चाहिँ कविले मेघ र बिजुलीको विवाह मानवीयकरणका साथै अन्य विभिन्न रूपमा प्रस्तुत गरेका छन्। यहाँ कविले होइन विभिन्न वैदिक विभिन्न तरिकाले विधि अनुसार चाहिँ विवाह सम्पन्न भएको कुरालाई चाहिँ जनाएको छ। र हरियो चललाई चाहिँ जन्तीका रूपमा स्वागत लागि बिछ्याएको अनि मखमली गलैचाको प्रतीकको रूपमा वर्णन गरिएको छ। वरिपरिका मनमोहक हिमचुल्लीहरू विवाहमा दुलाहाको शिरमा है गुन्थे पगडीको रूपमा वर्णन गरिएको छ। यही नै कुरा हो। र लास्टमा कन्क्लुजनको रूपमा लेख्न सक्नुहुन्छ। एउटै अनुच्छेदमा लेख्दा पनि केही हुँदैन, फरक फरक बनाएर लेख्दा पनि केही हुँदैन, 3 4 5 जति बनाउँदा पनि भयो। जसले लेख्न सक्नुहुन्छ है। यो चाहिँ तपाईँलाई इनफ छ जस्तो लाग्छ मलाई। थप एड गर्न चाहनुहुन्छ भने थप मिलाएर लेख्न सक्नुहुन्छ। प्रश्न नम्बर 9 नम्बरमा हामीलाई मेघ बिजुली विवाह कविताको मूल भाव के हो भनेको छ। अब यो चाहिँ कवि भरतराज पन्तले चाहिँ देश भक्ति र प्रकृति र संस्कृतिको प्रेमीको रूपमा लेखेका छन्। यसमा चाहिँ विभिन्न हाम्रा देशमा भएका विभिन्न श्रृङ्खलाहरू भए अनि हाम्रो कस्तो राम्रो इन्द्रेणी पर्छ होइन त्यसकै कुरा भयो। अनि त्यसपछि विभिन्न आकाश चर्किरहेको अवस्था, झमझम पानी परेको अवस्था, यी सबैलाई चित्रण गरेर चाहिँ कविता बनाएका छन् उनले चाहिँ यहाँ मेघ र बिजुलीको विवाह गरेका छन्। र मेघ र बिजुलीको विवाह गरेपछि मेघ र बिजुलीलाई चाहिँ वर र वधुको रूपमा प्रस्तुत गरेर चाहिँ उहाँहरूले के गर्नुभयो अर्थात् हाम्रो मण्डपका जस्तै उनले चाहिँ वन जङ्गललाई यो पहाड पर्वतलाई चाहिँ यी सबै चिजलाई चाहिँ चित्रण गरेर चाहिँ यिनीहरू दुईटाको विवाह गराएको छ। त्यसपछि यिनीहरू दुईटा मेघ र बिजुलीको विवाह सम्पन्न भइसकेपछि चाहिँ भोज को यहाँ त्यसपछि चाहिँ भोजको काम गरिन्छ है, अर्थात् भोज खुवाउने काम गरिन्छ। र यहाँ विभिन्न बकुलाको तातीका कुरा, त्यसपछि चन्दुवाको कुरा, झिमझिम आवाज है, अनि त्यसपछि हिमचुलीको कुरा, मखमली हरियो वन पहाड होइन, त्यसपछि मखमली फुल, यी सबैको कुरा चर्चा गरिएको छ। र यही हो। अत कविले चाहिँ मेघ र बिजुली विवाह उत्सव र वर्षा पश्चात अन्नको उत्पादन हुने सबै प्रणालीको भरण पोषण गरेको कुरा बताउँदै कर्म र श्रमले धरती सजाउन सके भन्ने कुरा चाहिँ व्यक्त गरेका छन्। यही कुरा हो। अब प्रश्न नम्बर 10 नम्बर हामीलाई मेघ बिजुली विवाह कविता मेघ र बिजुलीलाई दुलैको रूपमा चित्रण गरिए जस्तै अन्य कुन विषयवस्तुलाई तुलना गरिएको छ भन्ने कुरा यहाँ हामीले बुझ्छौँ। यो चाहिँ धेरै इम्पोर्टेन्ट छ यो कविता बुझ्नका लागि, त्यसैले यसलाई बुझ्न धेरै राम्रो छ। यति बुझ्नुभयो भने तपाईँले कविता बुझ्नुभयो भन्ने कुरा बुझियो होइन। यी शब्दहरूले नै कविता निकै राम्रो भएको छ। अब यहाँ बुझ्नुपर्ने कुरा चाहिँ मेघ र बिजुली विवाह कवितामा चाहिँ मेघ र बिजुलीलाई दुलाहा र दुलै है
दुलहाई वर र वधुको रूपमा चित्रण गरिएको छ। त्यस्तै नै अन्य विषयहरू जस्तै हरियो वनलाई दोसल्लाको रूपमा है, दोसल्लाको रूपमा हरियो वनलाई दोसल्लाको रूपमा, झाउँकिरीको आवाजलाई झ्यालीको रूपमा, जङ्गल मण्डपको रूपमा होइन, पहाडी श्रृङ्खलालाई केरा र थामको चन्दुवाको रूपमा। अनि त्यसपछि हिमचुल्ली भनेको दुलाहाको पगडी, बकुलाको ताती भनेको जन्ती भयो होइन, बकुलाको ताती हुन्छ नि बकुलाको समूह, त्यसलाई चाहिँ जन्ती। अनि रातको अँध्यारो भनेको चाहिँ दुलहीको चुल्ठो, रातको अँध्यारो हुन्छ नि त्यसलाई चाहिँ दुलहीको चुल्ठोको रूपमा चित्रण गरिएको छ। चराचुरुङ्गी आवाज भनेको पाउजूको आवाज भयो, पहाड पुरेत भयो, अनि मयूरको बोली भनेको वेद ध्वनि भयो होइन। त्यसपछि पृथ्वी भनेको तन्ना, जुनकिरी भनेको सितारे घुम्टी, चौर भनेको मगफली गलैँचा, इन्द्रेणी भनेको बेहुलीका कपडाहरू भए होइन, यही कुरामा चित्रण गरिएको छ। अब प्रश्न नम्बर 11, आकाश गर्जी बिजुली चम्कदा एक्कासी तपाईँको मनमा कस्ता भाव उत्पन्न हुन्छ, साथीहरू बिचमा छलफल गर्नुहोस् भनेको छ। मैले चाहिँ यहाँ लेखेको छु, आकाश गर्जिँदा बिजुली चम्कदा मेरो एक किसिमको कौतूहल र सतर्कताको भाव उत्पन्न हुन्छ। उसरी त यहाँ यसरी चर्किँदा चाहिँ मन शान्ति हुन्छ, कसलाई शक्तिशाली र नाटकीय घटना हो, कसलाई केही लाग्न सक्छ, कसलाई केही लाग्न सक्छ। मैले चाहिँ यसरी लेखेको छु, जसले मलाई शक्ति र सुन्दरताको दुवैको अनुभव गराउँछ। बिजुलीको चम्करा प्रकाश र मेघ गर्जनको अर्को आवाजले मेरो ध्यान खिच्छ। मलाई यो कसरी हुन्छ होला, यसको शक्ति के जस्ता प्रश्नहरूमा पनि आउँछ है, मनमा प्रश्न आउँछ। यस प्रकृतिको दृश्यलाई हेर्न र अनुभव गर्न उत्सुक हुन्छु। अनि त्यसपछि मैले चाहिँ यो कुरा लेखेको छु र म चाहिँ यो गर्छु भन्ने कुरा चाहिँ लेखेको हो। यो बिजुली चम्किनु चाहिँ खतराको सङ्केत पनि हो भन्ने कुरा मानिन्छ होइन, यो कुरा पनि भयो। त्यसपछि यसले चाहिँ आगलागी गर्न सक्छ, यो कुरा पनि हुनसक्छ, यसलाई बुझ्नु होला तपाईँले। मान्छेलाई चोट पुर्याउन सक्छ भन्ने कुरामा ज्ञानमा पनि सचेत हुनु पर्यो। म सुरक्षित ठाउँमा बस्न र सम्भावित जोखिमबाट तयार हुन भन्छु। साथीहरूसँग छलफल गर्दा चाहिँ उनीहरूले पनि यस्तो खालका अनुभव सुनाउन सक्छन्। कसैलाई डर लाग्न सक्छ, कसैलाई यो दृश्य एकदमै मन पर्न सक्छ। हामीले देखेको बिजुलीका घटनाहरू, परेको प्रभाव र उसले पारेको प्रभाव र हामीले लिएका सावधानीका बारेमा कुराकानी गर्न सक्छौँ। यो प्राकृतिक घटना हामी सबैको लागि एउटा साझा अनुभव बन्न सक्छ भनेर लेखेँ। अब 12 नम्बर, यसमा चाहिँ झमझम पानी परेको समयमा तपाईँलाई कस्तो अनुभूति हुन्छ भनेको छ। मलाई चाहिँ शान्त र शीतलताको अनुभूति हुन्छ, वातावरण सफा र ताजा बनाउँछ, एक किसिमको आरामदायी माहौल हुन्छ। पानी परिरहेको विशेष झमझमको आवाज एकदमै शान्त र मधुर हुन्छ। यसले चाहिँ मनलाई शान्ति र आरामदायी र तनाव कम गर्नको रूपमा चित्रण गर्न सकिन्छ भनेर लेखेको छु। यो तपाईँले पढ्न सक्नुहुन्छ, यसै प्रकारले हो। साथीहरूले पनि यही सुनाउन सक्छन् होइन। तातो चिया पिउँदै किताब पढ्न मन लाग्छ कसैलाई चाहिँ पानी पर्दा घरभित्र विभिन्न क्रियाकलापहरू, गतिविधिहरू र यसले चाहिँ मनमा पारेको प्रभावका बारेमा कुराकानी गर्न मन लाग्छ। झमझम पानी पर्दा चाहिँ अनुभव हामी सबैको लागि फरक भए तापनि यसले प्राय सकारात्मक र शान्त भावना चाहिँहरू जोगाउँछ भनेर लेखेँ। अब 13 नम्बर, यसमा चाहिँ हामीलाई नेपाली वर्णमालामा राखिएको क्रम र अब नेपाली शब्दकोशमा राखिएको वर्णक्रम अनुसार चाहिँ क्रम पढ्नुहोस्। यहाँ राखिएको छ नेपाली वर्णमालाको क्रम, नेपाली शब्दकोशको क्रम यहाँ राखिएको छ, किताबको नै हो। कहीँ केही गल्ती भएको छ भने त्यहाँ किताबमा हेर्नु होला है। प्रश्नको उत्तर दिनुहोस् भनेको छ। अब नेपालीको वर्णक्रम अनुसार चाहिँ अ आ हुन्छ, अ आ इ ई उ ऊ ऋ ए ऐ ओ औ अङ अह भयो। अनि त्यसपछि आमा चाहिँ क ख ग घ ङ च छ ज झ या ट ठ यी भए। अब वर्णमालाको क्रम भयो। शब्दकोशको क्रम अनुसार चाहिँ अङ अह अङ अ आ इ अनि उ ऊ ऋ ए ओ ए ऐ ओ औ यसरी आउँछ। अनि कबा चाहिँ कङ, पहिला कह आउँछ, त्यसपछि कङ, क का कि कु यसरी आउँछ। यसलाई बुझ्नु होला तपाईँले। त्यसपछि क्या क्रा क्याल को छे यस्ता आउँछन्। खमा पनि यस्तै नै हो। अनि गमा पनि यसमा त्यो कको मात्रै त्यस्तै हो। अनि खको चाहिँ पहिला चाहिँ त्यो अह आउँछ, माथि हेर्नुभयो होला अह अङ आयो नि, त्यस्तै ख खङ क ख खा खि यसरी आउँछ। त्यसपछि आदि ख, त्यसपछि आदि ग, त्यस्तै नै अरू यसै गरी घ ग ग ज, अनि त्यसपछि ग्या, यिनीहरू तर ग्या ज चाहिँ ग्याको रूपमा र तर चाहिँ त्यस्तो त चाहिँ तरको रूपमा यसरी अनुसार हुन्छ। शब्दकोशको क्रममा छे, तर र ग्या कुन वर्णपछि आउँछ भनेको छ। छे तर, छे भनेको चाहिँ कसबाट आउँछ भनेको छ। छे आउनुको लागि चाहिँ पहिला के आउनु पर्यो त, क आउनु पर्यो होइन। अब छे को अगाडि क वर्णको अन्त्यमा चाहिँ छे आउँछ।
अनि त पछि चाहिँ तर पछि चाहिँ त आउँछ, ज्ञा भनेको ज पछि चाहिँ त्यो आउँछ। यो स्पेसल्ली हाइलाइट गरिएको छ, यसलाई बुझ्नु होला। कर, कंस, काम, कृषि, क्यारे, छे शब्दलाई शब्दकोशको क्रम अनुसार भने सबभन्दा पहिला छे नै कंस नै हुने भयो, किनकि कंस हुने भयो किनकि सबभन्दा पहिला का अगाडि अङ्ग छ नि त, त्यही हो। त्यही भएर अङ्ग भएको जस्तै कंस भयो, त्यसपछि कर भयो, त्यसपछि चाहिँ क आउँछ नि त, त्यसपछि चाहिँ कंस पछि चाहिँ क नै छ नि त त्यहाँ, त्यही भएर यो भयो। अनि कर छ हाम्रो, अर्को कर भनेको चाहिँ त्यसपछि चाहिँ कङ, त्यो चाहिँ फेरि क नै आयो। काम भनेपछि का आयो, अनि त्यसपछि कृषि आयो, कि आयो। क्यारे भनेपछि लास्टमा त्यो आदि क्या भन्ने कुराको निस्क्यो, त्यसपछि लास्टमा छे छ, त्यही कुरा निस्केको है। अब अनि आफ्नो कक्षामा 5 जना साथीहरूको भनेको छ, ज्ञानु, पर्गा, रमन, अनि त्यसपछि विज्ञान, सुस्मिता भनेर राखेँ होइन। अनि पृथ्वी, ताती, घुम्टी, सुर्ती, यी सबै शब्दकोशबाट लेख्नुहोस् भने, शब्दकोशबाट खोजी लेख्नुहोस् भनेको छ। पृथ्वी भनेको चाहिँ ग्रह हो जसमा चाहिँ हामी बस्छौँ, धरती, वसुन्धरा यसले जनाउँछ। ताती भनेको चाहिँ लाम, सहर, एकैछिनपछि अर्को मिलेर बसेको पङ्क्ति। घुम्टी भनेको चाहिँ बाटोको मोड, घुमाउरो ठाउँ, यो भयो। सुर्ती भनेको सुनेर लेख्ने भयो, कानले थाहा पाएको ज्ञान भयो। ऋतु भनेको चाहिँ वर्षको कुनै निश्चित समय वा मौसम भन्न पाइयो। किरण भनेको प्रकाशको रेखा, ज्योति, रश्मि भयो, यो कुरा लेख्न पाइयो होइन। अब प्रश्न नम्बर 14, यो गर्न पर्दैन होइन, यो एउटा प्र्याक्टिकल टाइपको हो। जस्तै शिक्षकले कक्षामा कविता प्रतियोगिता कार्यक्रम सुरु गर्नुभयो भने चाहिँ यदि उक्त कार्यक्रममा अनिल चौधरीलाई चाहिँ उहाँलेको कार्यक्रम सञ्चालनको जिम्मा दिनुभयो भने चाहिँ उहाँले के गर्नुहुन्छ भन्ने कुरा हो। जस्तै कुर्सीबाट सबभन्दा पहिला चाहिँ कुर्सीबाट बस्नुहुन्छ, उठ्नु, अनिल चाहिँ कुर्सीबाट जुरुक उठ्नुहुन्छ, पहिला कुर्सीमा बसेको अवस्थामा चाहिँ उठेर आउनुहुन्छ, यस्तो यस्तो भन्नुहुन्छ, मतलब कार्यक्रम सञ्चालन गर्नुहुन्छ। नमस्कार, आजका सभापति जसरी गर्छन् नि त्यसै अनुसार चाहिँ उहाँले गर्नुहुन्छ। र मैले चाहिँ यहाँ अर्को एउटा नमुना पनि गरेँ होइन। मञ्चमा प्रवेश गर्दा हल्का मुस्कुराउँदै दुवै हात जोड्दै सबैजनालाई नमस्कार। आज हाम्रो कक्षामा आयोजन गरिएको यो भव्य गायन प्रतियोगिता यहाँहरूको लागि उपस्थिति देखेर म अत्यन्तै खुसी भएको छु। सर्वप्रथम म यो कार्यक्रमको आयोजनका गर्नुभएको हाम्रो आदरणीय शिक्षकको नाम, आयोजन गर्ने कुनै शिक्षक, नेपाली शिक्षक हुनुहुन्छ भने शिक्षकको नाम अनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँको प्रेरणा र मार्गदर्शन बिना यो कार्यक्रम सम्भव थिएन। दर्शकहरूतर्फ हेर्दै आजको यस प्रतियोगितामा हाम्रा प्रतिभावान साथीहरूले आफ्नो सुमधुर स्वर र गायन कला प्रस्तुत गर्दै हुनुहुन्छ। यसरी मलाई विश्वास छ उहाँहरूले धेरै राम्रो गर्नुहुन्थ्यो। त्यसपछि लास्टमा प्रथम यो हुनुभएको छ, द्वितीय यो हुनुभएको छ, तृतीय यो हुनुभएको छ। नतिजा प्रकाशन गरिसकेपछि लास्टमा कुनै नयाँ कार्यक्रम बनाउनु छ भने यो दिनको घोषणा, यस्ता खालका कुराहरू चाहिँ भयो। जस्ट यो इक्जाम्पल हो र यी दुईटा नमुना हेरेर चाहिँ तपाईँले स्कुलमा चाहिँ यसरी यदि कविता प्रतियोगिता टिचरले गराउनु भयो भने तपाईँ यदि सञ्चालक बन्नुभयो भने कसरी गर्नुहुन्छ भन्ने कुरा हो। जस्ट यो तपाईँले चाहिँ वर्कसिट टाइपको चाहिँ हो जसले चाहिँ तपाईँले चाहिँ प्र्याक्टिकल रूपमा चाहिँ बनाउँछ र यसले कहिलेका कविता, मनोविज्ञानका कुरामा पनि अगाडि च्याप्टरमा हुनसक्छ। सो यसलाई बुझ्नु होला। अब चाहिँ हामीले प्रश्न नम्बर यो 14लाई सकायौँ। अब चाहिँ हामीले शब्द भण्डार पनि, त्यो शब्द भण्डार र बोध अभिव्यक्ति सकाइसकेपछि भाषिक संरचना र वर्ण विन्यास अन्तर्गत छिर्यौँ। यसमा चाहिँ हामीले स्पेसल्ली अनुच्छेद पढी रातो रङमा नाम, सर्वनाम र विशेषण, हामीले नाम, सर्वनाम र विशेषणको बारेमा चर्चा गर्नेछौँ यो भाषिक संरचना अर्थात् व्याकरणमा चाहिँ। र वर्ण विन्यासको रूपमा चाहिँ हामीले यहाँ चाहिँ हामीले विभिन्न ह्रस्व, दीर्घ, उकार, इकारको बारेमा नै छलफल गर्छौँ। यहाँ चाहिँ हामीलाई के भनेको छ, ह्रस्व इकार भनेको छ कि उकार भनेको छ, यहाँ के भनेको छ अहिले हेरौँला हामीले। अब यहाँ विजय, विनय, साथी सबै छन्। अब नाम भनेको चाहिँ विजय, विनय, साथी, सम्बोधन, घर, बजाङ, बुवा, विषय, जो, दुःख भयो। सर्वनाम भनेको उनीहरू, आफू, तिमी, उहाँ। अनि विशेषण भनेको एउटै विशेषता है। अनि नेपाली, आधुनिक, व्यवसायमुखी भनेर राखेँ मैले। अब चाहिँ यहीँबाट नै हो रातोमा मैले केही गल्ती गरेको छैन जस्तो लागिरहेको छ है। रातो कलर काहीँ लगाउन छुटेको हुनसक्छ, किताब राम्रोसँग हेर्नु होला। नाम भनेको चाहिँ नाम, कुनै शब्दलाई जनाउने सङ्केत नाम। सर्वनाम भनेको चाहिँ नामको सट्टामा प्रयोग गरिने है, त्यो उहाँ अनि त्यसपछि ऊ, यसरी हो सर्वनाम, नामको सट्टामा प्रयोग गरिने। विशेषण भनेको चाहिँ कुनै पनि वाक्यको वा कुनै पनि शब्द चाहिँ मिठास ल्याउने कुरा, अर्थात् योले चाहिँ के गराउँछ भनेपछि विशेषता जनाउँछ, गुण जनाउँछ है। उनीहरू सानैदेखि एउटै विद्यालयमा अध्ययन गर्दै आएका छन् भन्ने यो वाक्य छ नि,
है दोस्रो वाक्य यो अनुच्छेदको उनीहरू सानैदेखि एउटै विद्यालयमा अध्ययन गर्दै आएका छन् है। विद्यालय सानैदेखि एउटै विद्यालयमा अध्ययन गर्दै आएका छन् भनेपछि अब यहाँ के भयो त एउटैले चाहिँ विशेष शर्त जनायो, तर यहाँ विद्यालयमा भन्ने कुराको विशेषता जनायो है। एउटै विद्यालयमा एउटै फरक फरक पनि लाग्छन् है, अर्थ यिनीहरूको फरक पनि लाग्छन् किनकि कुन वाक्यमा छ भन्ने कुरामा भर पर्छ यी शब्दहरू। यसलाई बुझ्नु होला तपाईँले। प्रश्न नम्बर अब 2, यसमा चाहिँ दिएको अनुच्छेदबाट नाम सर्वनाम र विशेषण शब्द अलग अलग सूची बनाउनुहोस् भनेको छ। मुस्ताङ, स्याउ, आलु, जौ, फलफुल, मानिस, भेडा, च्याङ्ग्रा, नुन यी सबै नाम भए। सर्वनाम त, ऊ, ती, उनीहरू यहाँ भए। हिमाली, भौगोलिक, बाह्रै हो त्यही बाह्रै हो। चिसो, ठुलो, केही, आफ्नै विशेषण भए। यसरी नाम सर्वनाम र विशेषण यहाँ लेखेर छुट्याएको छु मैले। यहीँ नै सकियो, बाँकी कुरा यहाँ अरू केही छलफल छैन है। अब 3 नम्बर यहाँ चाहिँ मेघबिजुली विवाहको कवितामा प्रयोग भएका 5वटा नाम र विशेषण छान्नुहोस् भनेको छ। अब नाम भनेको दोसल्ला पकडी नग पुरे ताती भयो। अब विशेषण भनेको चाहिँ हरियो, तातो, बहुरङ्गी, शोभादायी, राम्रो भयो। 4-4वटा सर्वनाम अनि 4-4वटा सर्वनाम र विशेषण शब्द पर्ने गरी मामा घर जाँदाको अनुभव समेटेर अनुच्छेद तयार पार्नुहोस् भनेको छ। हामी गर्मीको बिदामा मामा घर गयौँ भनेर मैले यसरी लेखेँ। यसमा प्रयोग भएका सर्वनाम शब्दहरू विशेष शब्दहरू पनि लेखेँ मैले। 4-4वटा प्रयोग गरेर भनेको छ। अब 4भन्दा कम त प्रयोग गर्नु भएन, तर 4भन्दा बढी प्रयोग गर्न भने पाइयो। त्यही कुरा मैले यहाँ लेखेर राखिदिएको छु है। अब चाहिँ हामीले हेर्दैछौँ प्रश्न नम्बर 5लाई। यहाँ चाहिँ हामीलाई अनुच्छेदको सुरु, बीच र अन्तिममा ह्रस्व इकार लागेका शब्दहरू चाहिँ पहिचान गरेर भनेको छ। सुरुमा चाहिँ विद्यालय, बिहान, ठिक, विषय, टेनी टेनी भयो। अनि त्यसपछि बिचमा चाहिँ पहिलो, चिटिक्क, चुट्किला जस्तो, अनि त्यसपछि टिनटिनी अनि पसिहाल्छ भन्ने कुरा भयो। अनि अन्तमा चाहिँ यो लास्टमा चाहिँ त्यो दीर्घ नबुझ्नु होला किनकि अगाडि पनि नि छ, त्यही भएर हो, भोलि नि भयो। मेघबिजुली विवाह कविताबाट शब्दको सुरु, बीच र अन्तिममा ह्रस्व उकार लागेका शब्दहरू पहिचान गर्नुहोस् भनेको छ। अब चाहिँ बिहा, बिजुली, अब यी सबै पहिला सुरुमा भयो, बीचमा भनेको झिमझिम, हरियो, अनि सुरुचि भयो हैन। अनि अन्तिममा भनेको चाहिँ जस्तै ग्रह गति भनेको चाहिँ लास्ट ती भयो, रि भयो, ती भयो, अनि ती भयो, ती भयो, फेरि रि भएकोमा फेरि रवि, सरी, यी सबै भयो, यही नै हो। सो यसरी हामीले यहाँ व्याकरण पनि सकाएका छौँ। अब त्यो सृजनात्मक कलामा चाहिँ तपाईँलाई आवश्यक हुँदैन, परीक्षामा आउँदैन त्यो कविता। यदि भन्न चाहनुहुन्छ भने आफ्नै तरिकाले त्यो कविता पुरा गर्न सक्नुहुनेछ। मैले चाहिँ यहाँ बनाएन किनकि त्यो आवश्यक छैन। अरू चाहिँ केही कथा लेख्ने, जीवन लेख्ने कुरा चाहिँ मैले समेटुला, किनभनेपछि यसले तपाईँलाई पछि परीक्षामा आउने भएकाले हो। ती परीक्षामा आउँछन् जसले चाहिँ तपाईँलाई सहयोग गर्नेछ परीक्षामा भन्ने उद्देश्यले चाहिँ मैले भने है। यसरी आज हामीले चाहिँ पाठ 1 मेघबिजुली विवाह कवितामा रहेका सबै प्रश्नहरूको उत्तरमा रहेर छलफल गऱ्यौँ हैन। यो चाहिँ नेपाली कक्षा 9 अन्तर्गत रहेको पाठ 1 हो। यसमा तपाईँलाई केही डाउट वा केही कन्फ्युज छैन होला भन्ने विश्वास छ। कुनै डाउट वा केही कन्फ्युजहरू छन् भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ मैले यो भिडियो यहीँ एन्ड गर्न चाहन्छु। धन्यवाद, नमस्कार। अर्को क्लासमा तपाईँसँग भेट हुनेछ।